हेलो गाइज, वेलकम बैक टू माई न्यू भ्लग। सबैले लाइक सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म तपाईहरुलाई ठुलढुङ्गाको बाटो पनि देखाउने छु र यो कतरा चाहिँ पाकेको भर्खर टिपेर त्यहाँ माथि छ। यो त यहाँ अघि भाइले टिपेर यहाँ राखेको छ रे। यो कतर खान्न यो निकालेर राखेको छ राम्ररी। अलिअलि भएको यो गाईलाई दिने। ल खा। अब म हिँडेको थिएँ मम्मी घर कतर खान। गामले खै कतर हजुर बजाउनु पर्यो। मिठो छ छ गुलिया बजाउनु पर्छ। छिटो छिट्ने कतै खाइ त कतर खायो त पानी खानुपर्छ कि त्यसै ल मलाई बित्ने मान्छेको ल है। हामी बाख्रामारा हिँडेको अनि यो चाहिँ ठुलढुङ्गा जाने बाटो हो। अहिले पिच भएको छ। यो बाटो सर बाइक र अटो हुन्छ। यो बाटो गयो भने ठुलढुङ्गा ट्याक्कै पुगिन्छ। 5 मिनटमा पनि लाग्दैन, 2 मिनटमा पुगिहाल्छ। र हामी चाहिँ अब जङ्गलतिर लाग्यौँ। अझ भर्खर पानी परेको थियो, कतिपय च्याउ उम्रिरहेछ होला। अहिले तपाईँहरूलाई हामी च्याउ देखाउने छौँ। बाख्रा पनि हेरेन खट्याङ खट्याङ गरेर हिँडिरह ढल्काउँदै। भाइरल ठाउँमा भाइरल यो रुटमा हो हामी एकदम टिकटक भिडियो बनाउने यस्तो राम्रो छ नि। अगाडि हाम्रो अन्तीहरूको पार हेर्नु न, डान्स हान्दै गइरह। छाप्री डन लक हेलो हाई। ओहो आन्टीको डान्स चाहिँ हो के मरटवाला। कुलागालके बाख्रा कुलागालके नाके बाख्रा ए ल ल ल ल ठिकले पट्टा सेतो छैन त झन् पट्टाको होटा नखानके बाले हाई बरे कानु बाख्रा ककरङ छ। बर्को बाख्रा दिले अगाडि नुङने कानी पनि नहुँदैन यहाँले यो वे यसको बिचरा हेलो भाउजू। कता उता हाल्यो आइज यहाँबाट सर हाल्यो नि त बाख्रा जान्छ। हो त्यहाँ हेर्नु च्याउ हो देख्नुभयो। ओ त्यहाँ पनि ल ल ल च्याउ टिम जानु ल कति च्याउ ऐसे खै धेरै उम्रिया रहेछ पानीले हो। खै उतातिर पनि छ कहिले ल मिठो हुन्छ आमा नि कहिले राम त लग्ने पो उता राख्ने अनि अरू फर्किँदा फेरि लिएर जाने है। सबैले न म मोबाइल समात्छु कि च्याङ्रा बाख्रा ओ खसी आइज जा तँलाई अनार नपरे खसी हेरे भाउजू। बाख्रा त हेर्नु भिजेर त होला है जङ्गल अनि त अलि ऊ जस्तो लाग्यो कि छैन। अयो के पो गऱ्यो ओहो
के यस्तो यहाँ मर्यो ए यहाँ पनि यहाँ त झन् भाँचेर बसेछ ल यो बाह्र लगाउनु है बाह्र लगाउनु तिमीलाई त बाँकी राख्दैन आधा ए सो तँलाई पर्खा लाग्यो भने थाहा छैन यति भिजेपछि हिँड्न नखोज्ने बाख्रा पनि के आउनु नपर्यो हो कि यस्तो सो हजुर त्यहाँ हेर्नु बाख्रा आइसक्यो त्यहाँ हजुर च्याउ भेटा छ ठुल्ठुलो खै आमा कत्रो ठुलो कोपिला आयो खै यस्तो उल्ट्याउनु आमा कोपिलै रहेछ नि यत्रो ढेर भेटा आयो यहाँ चार त एकै ठाउँमा उम्रेको हो यो हो आमा लाउनु यो च्याउ लिएर आएको उता भाउजूले च्याउ भेटाएको छ भन्नुभएको थियो अनि म च्याउ लिन आएको है गाई चिया अघि भेटाएको अहिले चाहिँ ल फेरि भाउजूले च्याउ भेटा ल्याउनु भइसक्यो धेरै ल हामी चाहिँ च्याउ भेटाएर बाख्रा जति सबै हराएछ बाख्रा खोज्नु लाग्यो यता एक दुईवटा मात्र घाँडो बजिरहेको मान्छेको मात्र हल्ला छ बाख्रा खोज्नुतिर यहाँ रहेछ घाँडो बजार बसी त्यत्रो टाढा खोजेर आएको त यहाँ निस्केर बसिया रहेछ पानी परेपछि जङ्गलमै बस्नु नखोज्ने के च्याउ टिप्नु गएको थिएँ हामी बाख्रा घर लानु लगाएको आजको मेरो भलक चाहिँ यति नै साथीहरू भोलि पनि यस्तै यस्तै अर्ग्यानिक भिडियो लिएर आउने चाहिँ तपाईँहरू सामु र आज मेरो भिडियो कस्तो लाग्यो तपाईँहरूले तल कमेन्ट गर्नु होला र सबैले मेरो आइडीलाई एकदम लाइक सब्सक्राइब गरिदिनु होला सबैले माया गरिदिनु होला थ्याङ्क्स फर वाच